मन्दिर दर्शन गरिसके पछाडि यी चारवटा गल्ती भुलेर पनि नगर्नुहोला। नम्बर 1 मा छ मन्दिर दर्शन गरिसके पछाडि खाली भाँडो र खाली कलश घर लिएर नजानुहोला। मन्दिरको अभिषेक गरेको जल ती भाँडो र कलशमा राखेर घरमा लिएर जानुहोला। त्यो जलले अभिषेक गर्नुहोला। त्यो जल सँगसँगै मन्दिरको सकारात्मक ऊर्जा तपाईको घरमा गइरहेको हुन्छ र तपाईको घर त्यो सकारात्मक ऊर्जाले मन्दिरमय बन्नेछ। दोस्रो नम्बरमा छ मन्दिर दर्शन गरिसके पछाडि कतै भुलिने अथवा कतै बस्ने कतै घुम्न जाने सिधा तपाईको घरमा जानु होला, कतै नबसी कतै नभुली। किनकि मन्दिरको सकारात्मक ऊर्जा तपाईसँग गइरहेको हुन्छ। त्यो सकारात्मक ऊर्जा तपाईको घरमा गयो भने तपाईको घर स्वर्ग हुनेछ। तेस्रो नम्बरमा रहेको छ मन्दिर दर्शन गरिसके पछाडि मन्दिरबाट पाएको प्रसाद, त्यो प्रसादलाई बाटोमा कसैलाई नदिएर र आफूले पनि नखाएर सिधा घरमा लिएर जानु होला। घरमा सपरिवार मिलेर त्यो प्रसाद खानाले तपाईको घरमा आनन्द प्राप्ति हुनेछ। चारौं नम्बरमा रहेको छ मन्दिर दर्शन गरिसके पछाडि मन्दिरको घन्टी नबजाउनु होला, बरु जाने बेलामा भगवानलाई संकेत दिनु होला, घन्टी बजाएर म तपाईको मन्दिरमा दर्शन गर्न आएको छु भगवान भनेर। र मन्दिर दर्शन गरिसके पछाडि भगवानको पूजा गरिसके पछाडि घर फर्किने बेलामा मन्दिरको घन्टी बजाउने काम नगर्नु होला। घन्टीको आवाजले मन्दिरको सकारात्मक ऊर्जा त्यही नासिने भएकाले मन्दिर दर्शन गरिसके पछाडि त्यो घन्टी बजाउने काम भुलेर पनि नगर्नुहोला। हरेक साता सोमबार, बुधबार, शुक्रबार र शनिबार यस्तै ज्ञानगुणका बाणीहरू हेर्न, सुन्न र सिक्न चाहनुहुन्छ भने कृपया हाम्रो फेसबुक आइडीलाई फलो गर्नुहोला र यो भिडियोलाई धेरै सेयर पनि गर्नुहोला। जय माता कालिका।